हेलो एभ्रिवान, गुड मर्निङ। म आइसकेँ फेरि अर्को नयाँ मिनी ब्लग लिएर। आजको भिडियो चाहिँ मलाई डिमोटिभेट गर्ने मान्छेहरूको लागि हो कि यो भिडियो चाहिँ। उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने तेरो लाइक पनि जाँदैन, भ्युज झन् कति नि हुँदैन, लाइक त झन् 100 पनि गर्दैन भनेर एकदम डिमोटिभेट गर्नुहुन्छ कि उहाँहरूले। न फलोवर्स छ न सब्सक्राइबर छ तेरो युट्युबमा, यसरी त तेरो भिडियो भाइरल पनि छैन त, अनि त्यत्तिकै भिडियो बनाएर के हुन्छ भन्नुहुन्छ नि। अनि यो चाहिँ के हुन्छ भने यो चाहिँ मेरो मेमोरिज हुन्छ कि, किन भन्दा यो भोलि पर्सि ठुलो भएपछि मेरो नानीहरूले हेर्छ, उसले मम्मीले त्यसरी भिडियो बनाउँदो रहेछ, यसरी गर्दो रहेछ त्यतिखेर हामी सानसानो हुँदा भन्ने हुन्छ होइन। अनि अर्को कुरा, त्यो धेरै धेरै फलोवर्स धेरै धेरै भ्युवर्स भएकोहरूले पनि बिस्तारै बिस्तारै यसरी नै सुरु गर्नुभएको हो क्या। त्यो वात्तै बढेर आउने कसैको नि हुँदैन होला, कसै लक्की पर्सनहरूको होला नहुने होइन, तर मेरो पनि बिस्तारै बिस्तारै भाइरल त होला नि त, नहुने त होइन। फलोवर्स पनि बढ्ला, सब्सक्राइबर पनि बढ्ला। तर मलाई जति नै हजुरहरूले डिमोटिभेट गरे पनि मलाई चाहिँ अब केही पनि फरक पर्दैन। पहिला पहिला चाहिँ चित्त दुख्थ्यो होइन, अहिले चाहिँ चित्त केही पनि दुख्दैन। अहिले मैले एकदम बिन्दास पारामा भिडियो बनाउँछु। अलिअलि लाज चाहिँ लाग्छ। नयाँ नयाँ भिडियो बनाउनेहरूलाई पनि म यही भन्न चाहन्छु, जति डिमोटिभेट गरे पनि आफ्नो भिडियो लगातार हाल्नु होला।